हेलो हेलो नमस्कार है साथीभाइहरू के छ मदन सर एकदम ठिकठाक छ नयाँ ठाउँमा लिएर आएको कहाँ छौँ हामी हामी साग कस्तो छ त साग गाउँ मदन सर साग ठाउँ एक्सप्लोर हुँदैछ भर्खरै 10सम्म आइपुग्यौँ कतिको राम्रो छ राम्रो लाग्यो गाउँ चाहिँ गाउँ मात्रै कि यहाँको मान्छे मान्छेसँग इन्ट्रेक्सन गर्न चाहिँ पाइएको छैन अब एक दुईजना चिनेको मान्छेहरू चाहिँ राम्रै हुनुहुन्छ भने हो यस्तो छ है साथीहरू गाउँले मान्छेहरूसँग चाहिँ सङ्गत गर्नुपर्ने रहेछ अँ, भन्ने महसुस चाहिँ भएको छ एक दुईजना मान्छेले गर्दा यस्तो छ राम्रो है मान्छेहरू हुँदो रहेछ भनेर ठुलीगाउँ जाने पनि यही बाटो हो है साथीहरू यहाँबाट 5-10 मिनट हिँड बाहेक गाडीको यात्रापछि आधी घन्टा पैदल यात्रा पश्चात ठुलीगाउँ पनि पुगिन्छ है यस्तो छ यो मन्दिर हो यो प्रतीक्षालयहरू चाहिँ गेट छ है दामी छ पारी आज सङ्क्रान्तिको खसी ढाल्नु भएको छ सरहरूले हामी त हेरेछौँ के गर्नु अब असारै सङ्क्रान्ति नि अँ, खसी हो र त्यो ठुलो खसी भन्छ क्या ठुलो खसी भनेको के रागो अहिले त 10 सानो रहेछ यार अब पछि ठुलो हुन्छ होला है सायद है बर्खामा होला बल्ली बढेर ठिक छ जय होस्